पठन संस्कृति अलिकति हामी पढेर यो जेनेरेसन अहिलेसम्म जेनेरेसन हामी किताब पढेर नै यो ठाउँमा आएको हो खास हैन। त्यो हामी किताब पढ्छौँ अनि केही कुराहरू सिक्छौँ अनि सिकेका कुराहरू चाहिँ हामी टोलमा समाजमा देशमा कार्यान्वयन गर्छौँ। तर अहिले अलिकति फरक कहाँ भएको छ भनेदेखि अलिकति हाम्रा छोराछोरीहरू किन हामीले महिला समूह नै रोज्यौँ, किन हामीले स्कुलै रोज्यौँ, किन हामीले अभिभावकज्यूहरू रोज्यौँ भन्दाखेरि प्रत्येक घरमा पुग्ने चाहिँ अभिभावक हुनुहुन्छ, महिला स्वयंसेवी हुनुहुन्छ, महिला समूह हुनुहुन्छ र विशेष गरी शिक्षकहरू हुनुहुन्छ जुन हाम्रो रुद्राणी माविका म्याम आउनुभएको छ, सर आउनुभएको छ, विभिन्न स्कुलका सरहरू आउनुभएको छ। कमसेकम आफ्नो स्कुलमा यहाँबाट केही सिकेर गइसकेपछि त्यो चाहिँ हामीले स्कुलमा अप्लाई गर्न सक्छौँ कि भन्ने कुरा। त्यो के भने एउटा पठन संस्कृति सानो भए पनि हामीले लाइब्रेरी पक्कै पनि छ, त्यो लाइब्रेरीमा लगेर चाहिँ बच्चाहरूलाई आइतबार यो क्लास, सोमबार यो क्लास, मङ्गलबार यो क्लास गरेर चाहिँ गर्न बच्चाहरूलाई केही कुरा सिकाउन सक्छौँ कि भन्ने हाम्रो चाहिँ मुख्य उद्देश्य हो। वास्तवमा यो जेबी फाउन्डेसन के होइन, हाम्रो दिपक सरको जुन मेहनत छ लौ न त गरौँ। फेरि जेबी फाउन्डेसन ठुलो फाउन्डेसन पनि होइन, उहाँको बुवा आमाको नामबाट स्थापना भएको एउटा संस्था हो जसले चाहिँ किताब पढ्ने संस्कृति चाहिँ सुरु गरौँ न त है। हामीले बुवा आमालाई सत्कार गर्छौँ, सम्मान गर्छौँ, त्यो सम्मान चाहिँ हामीले पनि गर्न सकौँ ताकि बच्चाहरूलाई चाहिँ धेरै ग्याजेटतिर नजाओस्। मैले पटक पटक भन्ने गरेको छु, अहिले 4वटा ठुला देशहरूले चाहिँ 16 वर्षभन्दा मुनिकालाई चाहिँ किताब पढ्नु के अरे सोसियल मिडिया चल्न ब्यान्ड गरिदिएको छ। सामाजिक सञ्जालहरू चलाउन टिकटक, युट्युब विभिन्न किसिमका हेर्छन् नि होइन, त्यो बन्द गरे। त्यो देश भनेको चाहिँ बेलायत भयो, फ्रान्स भयो, अस्ट्रेलिया भयो। यी देशहरूले चाहिँ अहिले 16 वर्षभन्दा मुनिकालाई चाहिँ नचलाउनु है, पढ्नुपर्छ, सिक्नुपर्छ। किन भन्दा चाहिँ हामी ट्यालेन्ट हुन्छ, केही सिक्छौँ भनेर हो। त्यो संस्कृति सिकाउनको लागि हामीले थोरै मेहनत गरेका छौँ। यो मेहनतले चाहिँ प्रत्येक ओडाले चाहिँ हामीलाई एकदम धन्यवाद है, तपाईँहरूले चाहिँ यो कार्यक्रम गर्नुपर्छ, अझै यसलाई अलिक विस्तारित रूप चाहिँ के हुनसक्छ भनेर चाहिँ सोध्नु भएको छ। सायद ओडाले लाइब्रेरी स्थापना गर्नुभएको छ होला, गर्नुहुन्छ होला, अझ त्यसलाई चाहिँ परिष्कृत रूपमा चाहिँ गर्नुहुन्छ कि भन्ने लाग्छ। अर्को कुरा चाहिँ हामीले यो 5औँ कार्यक्रम हो। 5औँ कार्यक्रम भनेको चाहिँ हामीले विभिन्न ओडामा गरिसकेका छौँ। आज यो हाम्रो 5औँ ओडा नम्बर 21 5औँ ओडाको रूपमा रहेको छ र हामी फेरि अरू ओडामा नि गर्छौँ। त्यो पछि स्कुलका प्रलाई पनि हामीले गराउने विचार छौँ।